हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि हाम्रो यो ब्लगमा स्वागत छ फरेभर फ्रेन्ड्समा है। आज चाहिँ म जाँदैछु। आजदेखि चाहिँ हाम्रो डोनेसन उठाउने कार्यक्रम चाहिँ सुरु हुँदैछ है। त्यही कारणले हामी चाहिँ आज बिमारी चाहिँ कम्सीको हो र हामी डोनेसन उठाउनु चाहिँ उता उयसमा यो 27 माइलदेखिको अलिक माथिको गाउँमा हामी जाँदैछौँ है। र म चाहिँ अब निक्लेको ढिलो भइसक्यो, 9 बज्यो है। अब 9 बजे चाहिँ म घरबाट चाहिँ निक्लिँदैछु। अब साथीहरू पनि सबैजना भेट्छ बजारमा है। र हामी चाहिँ जाँदैछौँ। आजदेखि चाहिँ हाम्रो यो साथी हो, अब यो के हो 2025 को फेरि हाम्रो डोनेसन कार्यक्रम चाहिँ सुरु भएको छ है। चाहिँ यहाँनिर थान्डाडा आइपुगेर पनि है अघि नै यहाँनिर बसिरहेको, आउँदैन तिनीहरू। यत्रो टाढो जानुपर्छ डोनेसन उठाउनु हो, आएकै छैन। भन्दाखेरि मजाले अहिले चाहिँ 9:30 आइपुगेको थान्डाडा हो, साथीहरू आइपुग्दैन। अन्त चाहिँ म चाहिँ अब तल गएर दर्शन पनि गरेर शिव मन्दिरमा हो दर्शन गरेर पूजा गरेर आउँदा पनि आएको छैन। अन्त चाहिँ म चाहिँ भोक लागेर चाहिँ अब चिया र समोसा खाँदै गरेको आउँदैछ अरे हो। यस्तो खालको गाडीमा चाहिँ हामी चाहिँ बसेर चाहिँ जानुपर्ने हुन्छ। ल कहाँ बस्नु त? म यहाँबाट उल्टी यो गाडीमा उल्टी त आउँदैन भयो, यति नै हैन। ढिलो गर्ने चाहिँ यो है। जानिस् किनला देखा साला सरी भगवानलाई पूजा गर्नु हेट पानी चलाउनु पनि पाइनँ मैले। फेरि हाम्रोमा बाहुन बाजे आएको थिएन नि त, त्यति साल हेर्नु पठाएको मैले। बाहुन बाजे आएको थिएन, बाहुन बाजे आयो नि उसले फोन टिप्दै गरे कि हामी के गर्दैछौँ भनेको चाहिँ रेडी हुँदैछु भनेको 8 बजे। है फोन यहाँनिर डिटेल्स राखिदिइराख्दिएको छु कि जल चढाउँछ चिनै होइन मैले यता भए पनि चढाइ जल चाहिँ त गराउनु पाइनँ, पूजामा चाहिँ गरेँ मैले। पूजामा त भने हनुमान चालिसा पढिनँ मैले आज। एकछिन त रोकिदिउँ, जल पनि चढाउनु पाइनँ हो। अब होस् नि कहाँ भात खाएर आएको माछासँग अब केही थिएन, हिजो बेलुकाकै माछा पकाएको थिएँ बसिर। अब त भरे भोकले खायो चिया खायो, एउटा समोसा खायो भयो त। अन्त पूजा गरिकन आएको चाहिँ म चिया समोसा खायो, यसले चाहिँ माछा र भात खायो अरे। माछा चाहिँ होइन माछाको रस खायो मलाई चाहिँ यिनीहरूले सबैले साढे 9 देखि गर्नु लाग्यो है। झन्डै मरेर कति बजी आएको? 9:30मा चाहिँ खाना डाँडा आइपुगेको हो। तर अब यिनीहरू कहाँ आएको चाहिँ 11 बज्यो 11 बज्यो। म चाहिँ 1.5 घन्टा चाहिँ के गरिरहेको होला है त्यहाँ खाना डाँडामा। त्यसको खाएर झन्डै लगेन तँलाई। हो साँच्ची नै। हेलो सबैजनालाई नमस्कार है। हाम्रो साथीले बिहानदेखिको भिडियोहरू बनाएको तपाईँहरूले देख्नुभयो होला। फेरि पनि हामी एउटा बिमारी कम्सी फरेस्ट निवासी नवीन मगरको लागि चाहिँ हामी डोनेसनहरू उठाउनु गइरहेको छौँ है। हामी आज कलेक्सन कति गर्छौँ है त्यो तपाईँहरूलाई हामीले देखाउनेछौँ। र नवीनलाई चाहिँ बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकोले गर्दाखेरि है, अन्तखेरि यो एउटा लाइक के भन्दैछ ब्लड क्यान्सर जस्तै हो यो चाहिँ है। तर अब बोन मेरो ट्रान्सप्लान्ट पनि अब म्याच चाहिँ भएको छ भाइसँग है। त्यो ट्रान्सप्लान्ट गर्नुको लागि चाहिँ धेरैभन्दा धेरै खर्च लाग्ने भएकोले गर्दाखेरि सो तपाईँहरूले जति पनि यो भिडियोहरू देख्नुहुन्छ है गर्नुहुन्छ, तपाईँहरूले चाहिँ उहाँलाई सहयोग गरिदिनुहोस् है। एउटा उहाँलाई जीवनदान दिनुहोस्। मैले मेरो भिडियोमा पनि मेरो फेसबुकमा पनि तपाईँहरूलाई मेरो फेसबुक पेजमा पनि तपाईँहरूलाई मैले रिक्वेस्ट गरेको थिएँ। तपाईँहरूले रिक्वेस्ट गरेको अनुसार धेरै जसोले नभए तापनि सहयोगी मनहरू हुनेले चाहिँ डोनेसनहरू गरिदिनु भएको छ। हामी यो भिडियोद्वारा पनि हाम्रो यो फरेभर फ्रेन्डको भिडियोद्वारा पनि हामी धन्यवाद दिन चाहन्छौँ है। र आज चाहिँ हाम्रो अलिकति फेल भयो। हामी चाहिँ आज खासमा हो भनेदेखि चाहिँ कहाँ पो जानेवाला थिएन नि, नजोक जानेवाला थियौँ। तर आज एकदमै ढिलो भएकोले गर्दाखेरि है, अन्तखेरि अब तिनजनालाई त अब घरिघरि लाउनु पनि मन लागेन यिनीहरूले गर्दा भनेर हो। तर पनि आज यिनीहरूले गर्दा ढिलो भएकोले गर्दाखेरि चाहिँ हामी चाहिँ रम्बी
टाङ्गे बस्ती अनि नम्बी बजारतिर हामी डोनेसन कलेक्सन गर्दछौँ है। तर यो चाहिँ हामीलाई ड्राइभर दाजु हेमु दाजुले किनिदिनु भएको आज हो। भोक लाग्यो भनेर चाहिँ यो हो, भोक लाग्यो भन्ने चाहिँ हो, तर पाउनु चाहिँ हामीले पनि पायो। पहिले पाएको चाहिँ हो यो चाहिँ तर म खानु सक्दिनँ, म गाडीमा हिँड्नु सक्दिनँ, उसले खाएर राख्छु म यो। उयो नुनिलो खान अन्त यो म नानीलाई लगिदिन्छु, नानीलाई लगिदिन्छु म त्यो बेउरा त बेउरा होइन खानु सक्दिनँ नि त, घरमा बसेर हो भने त खाइदिन्छु। ऊ नानीलाई पो लगिदिन्छ नि, यसले यस्तो डरलाग्दो लोक गरेर अब यसले हाल्यो नि हो। यो जत्रै छ यो 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 यत्रै छ, यो क्रिम रोल जत्रै छ यो। बिनी खान्थ्यो छ त्यत्रो त अहिले भेट्छ। ए हुन्छ, थ्याङ्क यू। अझै एउटा होइन हुन्छ हुन्छ होस्। एक्साइटेड दाजुले चाहिँ हामीलाई चाहिँ चिप्सहरू किनिदिनु भएको, यो क्रिम रोल पनि किनिदिनु हुँदैछ है। मलाई ग्रिन लेस दिनुहोस् न हो त्यो दिदी। ₹100 गोटाको नि हामी 200 को किने भने ठुलै छ। यो कति भने 100 को 100 फुल्ले छ, फुल्ले छ। आयो के छिटो तासेको मम्मी हो नि त हामी मम्मी। अहिले हुन्छ नि त सुन्तला। यस्तो सुन्तला चाहिँ कसरी उयो यो बाँस रहेछ हौ। अब तँलाई उयो त बोटमै छ न। म त बोटमै बसेको मान्छे। र हामी चाहिँ यहाँनिर रम्बी आइपुगेको छ हो। अब रम्बीको यहाँनिर हामी रहेछ यहाँ फर्स्ट दोकानमै। अब यहीँदेखि नै हामी उठाउँदै उठाउँदै जान्छौँ है। त्यहाँनिर यहाँनिर बजारबाट यसरी उठाएर गएर चाहिँ हामी तल गाउँहरू पनि जाने भनेर चाहिँ यहाँनिर भित्र पसिरहेछ यिनीहरू चाहिँ। ल भन्नु यहाँनिर चाहिँ हामी फाइनल्ली तपाईँको लाइन होटल आइपुग्यौँ है। यो चाहिँ रम्बीको चाहिँ लाइन होटल हो अनि यो चाहिँ हाइवेमा पर्छ है। अनि हामी चाहिँ सर्वप्रथम चाहिँ यहाँनिर अगाडिको सबसे पहिलाको कालिम्पोङबाट आउँदाखेरि चाहिँ सबसे भन्दा पहिला आउने यो हाम्रो एउटा रेस्टुरेन्ट रहेछ है, यहाँ दोकान रहेछ, यहाँनिर हामी आएका छौँ है। अनि त्यसैले गर्दाखेरि चाहिँ आज हामीले नवीन मँगरको लागि चाहिँ फर्स्ट डोनेसन चाहिँ हामी यहाँबाट स्टार्ट गर्दैछौँ, कलेक्सन गर्दैछौँ। तपाईँहरूले हेर्नुहोस् है। उहाँ पनि उमा थापा, उहाँको नाम चाहिँ उमा थापा रहेछ है। तपाईँको राशि कति लेखिदिनु होला दिदी? राशि कति लेखिदिनु होला? अमाउन्ट हजुर उहाँनिर हुनुहुन्छ है। सहयोगी मनहरू चाहिँ तपाईँको यस्तो हुन्छ है। यहाँ दिदीले चाहिँ हामीलाई फर्स्टमै ओपनिङमा 400 दिनुभयो। लाग्छ आज हामीले राम्रो कलेक्सन गर्न सक्छौँ नवीन थापाको लागि है। र दिदी तपाईँलाई एकदमै धन्यवाद। धन्यवाद तपाईँलाई धेरै धेरै। यो चाहिँ तपाईँको कालिम्पोङबाट आउँदाखेरि हामी लग्यौँ भने फर्स्ट जुन चाहिँ उयो छ दोकान छ है, यहाँ रेस्टुरेन्ट छ। कोही बेला आउनुहुँदाखेरि यहाँ पनि आइदिनु होला है। हजुर यो चाहिँ लु यहाँनिर चाहिँ सागर होटेलदेखि चाहिँ हामीले उठाउँदै आएको छौँ है। यहाँनिर चाहिँ पूजा होटेल रहेछ है। हामी यहाँनिर फेरि यसरी पस्यौँ है नवीन मँगरको लागि चाहिँ तपाईँहरू यहाँ चाहिँ हामी कन्ट्रीबाट आएको, यो चाहिँ बिमारीको डोनेसन गराएको बोन मेरो ट्रान्सप्लान्टको लागि हो। उहाँलाई चाहिँ धेरै खर्च लाग्ने भएकोले गर्दाखेरि चाहिँ हामीले केही सहयोगहरू सहयोग गरिदिनुहुन्छ भने अन्त यहाँनिर हामी सेकेन्ड दोकान है, हामी यहाँ दाजुकोमा आएको छौँ। यहाँ दाजुलाई देखाइदिउँ। आशिष प्रधान तपाईँको यहाँनिर पनि मेन लाइनमै पर्छ है। तपाईँको कालिम्पोङबाट आउँदाखेरि चाहिँ सेकेन्ड दोकान पर्छ तपाईँको यहाँनिर पूजा है। होटेल रहेछ यहाँको नाम यहाँको चाहिँ पूजा होटेल, यस पूजा होटेल हो। पूजा यहाँको चाहिँ पूजा होटेल रहेछ। तपाईँहरू
कुनै समय यो बाटो तपाईँहरू हिँड्नु हुँदाखेरि यो रुट हिँड्दा चाहिँ यहाँ आउनु नचुकाउनु होला है। र एकदमै धन्यवाद है तपाईँलाई। हुन्छ, थ्याङ्क यू। यहाँ चाहिँ यो चाहिँ न्यू प्रधान होटल रहेछ है। न्यू प्रधान होटल दोकानको चाहिँ हुन्छ एउटा हुन्छ हामी सहयोग उठाउँदै आएको थियौँ कि हामी चाहिँ यहाँनिर सेकेन्ड थर्ड दोकानमा भनौँ है, हामी थर्ड दोकानमा यहाँनिर आएको छौँ र यहाँ पनि हामी केही रकमहरू सहयोग गरेर हामी कलेक्सन गरेर हामी जाँदैछौँ है। उहाँलाई मैले भन्नुभएको छैन। ए दिदी नमस्ते, हामी बिमारीको लागि सहयोग उठाउँदै आएको कि दिदी? हजुर। यो चाहिँ कम्सी फरेस्ट बस्तीको बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्ने अनि धेरै रकम लाग्ने हुनाले गर्दा चाहिँ तपाईँहरूले पनि केही सहयोग गरिदिनुहुन्छ कि भन्ने ठुलो आश लिएर आएको। म तपाईँलाई 100 मात्रै गर्न सक्छ इनफ हजुर हुन्छ। यो चाहिँ तपाईँको सहयोगी मनले गर्नुभएको नाम के होला तपाईँको? नाम सब्याले। उहाँले चाहिँ 100 रुपियाँ पनि हाम्रो लागि चाहिँ यो टाइममा चाहिँ हामीलाई धेरैभन्दा धेरै नै सहयोग पुग्छ है। अब थोपा थोपाले नै समुद्र बनिन्छ। हजुर कालिम्पोङ कम्सी तपाईँको दुर्पिन मुनि पर्छ। उहाँको चाहिँ फ्यामिली यस्तो छ कि तपाईँको के भन्छ उयो कोही पनि घरमा काम गर्नेहरू छैन हो। त्यही नवीन थियो, एउटा बस्तीकै कामहरू गर्थ्यो। अन्तखेरि उहाँको बाबा चाहिँ पोखरा मात्रै बित्नु भएको, 1 वर्ष पनि भयो, भर्खर 1 वर्षको उयो गऱ्यो हो। अन्तखेरि आज चाहिँ बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्ने। तपाईँको बोन मेरो ट्रान्सप्लान्ट भनेको एक किसिमको तपाईँको ब्लड क्यान्सर जस्तै नै हो यो चाहिँ। अन्तखेरि त्यही भएर चाहिँ हामी एउटा सहयोगहरू उठाइदिँदै आएको छौँ। मणिकुमार राई ए मणिकुमार कुमार हुन्छ। तपाईँ कहाँको हुनुहुन्छ? कमजोर टिस्टाभेली। त्यहाँकै हो ज्वाइँ चाहिँ प्रीतिका थापाकै उयो हो, के भन्छ हस्बेन्ड हो मेरो चाहिँ, हाम्रै दाजु हो। छोरी चाहिँ त्यहाँको छोरी चाहिँ प्रीतिका थापा हो। कमजोर भन्दा माथि के भन्छ तपाईँको? टिस्टाभेली। ए चिन्नु हुँदैन कमजोरपट्टिको ल। उहाँ चाहिँ टिस्टाभेली कमजोरको हुनुहुँदो रहेछ है। उहाँले पनि हामीलाई यो देखेर चाहिँ अब सहयोग गरिदिन्छु भन्नुभयो है। उहाँलाई चाहिँ एकदमै धन्यवाद। ईश्वरले सधैँभरि उहाँलाई चाहिँ हातमाथिबाट नै हुने एउटा उहाँलाई चाहिँ क्षमता पुऱ्याइदियोस् है। हुन्छ दाजु तपाईँलाई एकदमै धन्यवाद। थ्याङ्क यू। बस्नुभएको पहिला तल झर्छु। अब हामी आइपुगेको छ यहाँ जोजो लापामा। जोजो लापामा चाहिँ अब यो चाहिँ हाम्रो फोर्थ। हामी बिमारीको लागि सहयोग उठाउँदै आएको कालिम्पोङ कम्सी बस्तीबाट। हजुर तपाईँहरूले के सहयोग चाहिँ बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्ने अनि उहाँहरूको पनि हामी मिसेका छौँ है। कता गयो? यहाँ छौ। यहाँ बडालाई पनि हामीले सहयोगको लागि अपिल गरेका छौँ है। र आशा छ आज यसरी नै नवीन मङ्गलको लागि केही सहयोगहरू हामीले उठाएर उहाँसम्म पुऱ्याइदिनु हामी एउटा सक्षम बनिन्छौँ भनेर है। किनभने सहयोगी हातहरू सधैँ नै हामीलाई सहयोग नै गरिरहनु भएको छ, अगाडि नै गरिरहनु भएको छ है। तपाईँहरूले यहाँ पनि हेर्नुहोस् हामीलाई चाहिँ सहयोग गरिरहेको छ। त्यो को हो पैसा? म ल उहाँलाई एकदमै धन्यवाद है। सधैँभरि तपाईँहरूले यसरी नै दिएर राख्नुहोस् है। सधैँ तपाईँहरूलाई यसरी नै सधैँभरि हातमाथिबाट गर्ने एउटा क्षमता पुऱ्याइदिनुहोस् ल। धन्यवाद तपाईँलाई। थ्याङ्क यू। थ्याङ्क यू। लु भन्। यहाँनिर चाहिँ मेरो मावली गाउँ हो यो चाहिँ। एक्चुली म भन्नुपर्दाखेरि चाहिँ मेरो मावली गाउँ हो है। यहाँनिर मेरो कोही पनि आफ्नोहरू छ, तर म कहाँ हो घर चाहिँ यहाँबाट हेर्दै हिँड्दै गयो चाहिँ म चिन्छु। सधैँ म कन्फ्युज हुन्छु एउटै घरहरू भएर हो। यहाँनिर मेरो छोरी पर्छ, मेरो दिदीको छोरी हो। अनि हामी होटेल नरेन रहेछ यहाँ चाहिँ हो। होटल नरेन। अहिले भाटा पड्काएर खेल्छन् खामोस स्टाइलिस हुँदो। हामी कम्सीको बिमारीको लागि अलिकति सहयोग उठाउँदै आएको थियौँ होइन। अलिकति म चाहिँ साइनोमा कम्सीको बिमारीको लागि बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्ने कि त्यसको लागि सहयोग उठाउँदै आएको नि। हजुर मलाई त चिन्नु भयो।
आमा जस्तो रहेछ खोज्नु चाहिँ अहिले उतै जानु पऱ्यो आजा आजा तिम्रो खुट्टामा झुम्झुम्दैछ नरेन ओए डग हेर्न त्यो खुट्टामा गयो गयो उता ओ आमा खेलेको अनि कता गयो आजा 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 वटा तेला नि अहिले नानाहरूकोमा पिसाब गर्नु सबैजना मेरो दिदीको छोरी ए नमस्ते दिदीको छोरी हो कि के भन्छ उयो कम्सीको बिमारी नबिन भन्थ्यो क्या मेरो नबिन थापा मेरो नाना हो यसरी सुतिरहेको रहेछ हो दोकानमा चाहिँ ठिकै छ माथिबाट आएको नि घरबाटै आएको नि पैसा उठाउनु डोनेसन उठाउँदै आएको कि बिमारीको उयो भएर के भन्छ आउनु नि किन टोइलेट जान्छ अरे देखाइदिन्छु ल के भएर निन्दा लागेको यस्तो आइज जुम्ला केटीको साथी हो उयो रहेछ नि त अन्त रेट्रिभर रहेछ नि त डगी भेटाउनु है उयो उयो गोल्डन रेट्रिभर रहेछ हो एकजना बसेको अब यिनीहरू फोटो खिच्नु कहाँ मान्छ अब चाटेर सक्यो दण्डी चाहिँ हामी मेरो भदैको घर बुहारी हुनुहुन्छ है र हामी चाहिँ नि बुहारी फ्रेन्डली नेचर बिमारी कोर्नेर पाँचजना गर्नुपर्ने कि बस्नु न हुन्छ पुरा फ्रेन्डली हो कति वर्ष अगाडि रोपेको थियो अरे 7-8 वर्ष अगाडि चाहिँ यो सुपारीको बोट चाहिँ भर्खर रोपेकै त्यत्रो थियो होइन अब अहिले चाहिँ यत्रो ठुल्ठुलो भएछ सायद सुपारीले पनि फल्नु पनि थालेछ अन्तखेरि यो कुरा चाहिँ मलाई असाध्यै ओइ अर्काको बारीमा चाहिँ कहाँ पसेको बाटो बाटो हिँड्न के भएको ऊ रिल बनाउँदैछ ऊ नक्कलीहरू चाहिँ त्यहाँ फोटो खिच्दैछ हो यहाँनिर एउटा उयो भेट्यौ गरम भएर मरे कहाँ गएको सुपारी भेट्यो नि त भगवान् अर्काको बारीमा छ ओइ ऊ पर पनि रहेछ ऊ जाता त्यो के हो जाता भन्यो नि अब ऊ परको होइन उयो म त ऊ त्यसको ऊ पर देखिन त ऊ यसलाई त लात पड्का न छोड म जान्छु त्यो कालो चस्मा लाएर हुनु पनि कहाँ देख्छ ऊ खोइ सुपारी छ उयो मात्रै छ त खोया मात्रै छ त अर्काको बारीमा चाहिँ हामी यसरी पसेर चाहिँ सुपारी टिप्दैछौँ अब झरेको त रहेछ नि होइन यहाँ पनि रहेछ तिनवटा पाएँ हो अब यहाँबाट चाहिँ अब हामी सुरु गर्दैछौँ है को हुनुहुन्छ हेलो को हुनुहुन्छ घरमा को हुनुहुन्छ नानु सन्तोष राई सन्तोष राई यति बेला फोटोहरू खिच्छ न तिमीहरू चाहिँ त्यही त यति बेला चाहिँ खिच्दैन हामी नि
उयोबाट आएको कालिम्पोङबाट आएको कि एउटा बिमारीको लागि बोन मेरो ट्रान्सप्लान्ट गर्नुको लागि नि सहयोग उठाउँदै आएको। साह्रो गरम भयो। यहाँ कुखुरा रुँगो बसेको निदाको गएछु घाममा। एकछिन पज गरेर नाम सञ्चरूपी राई लेखे पनि हुन्छ, मन्जिल लेखे पनि हुन्छ। मन्जली राई होइन, मन्जित राई। ए मन्जित राई हुन्छ, मन्जित राई। ल धन्यवाद ल तपाईँलाई। ल हाम्रो यहाँनिर बोजूले पनि 50 रुपिस सहयोग गरिदिनु भयो है। यति बेला चाहिँ पैसा हामीलाई ठुलो कुरा राख्दैन है, किनभनेदेखि हुनु चाहिँ पैसाले नै मान्छे बाँच्ने कुरा हो, तर सहयोगी मनहरू चाहिँ अब यतिको हुनुपर्छ भन्ने चाहिँ तपाईँहरूलाई एउटा सुझाव है। यो चाहिँ अब तपाईँहरूलाई देखाइरहेको छौँ। यहाँनिर हामीलाई बोजूले 50 रुपिस दिनुभएको चाहिँ हाम्रो लागि चाहिँ 50 लाखभन्दा बेसी हो। उहाँले कसरी दिनुभयो, कहाँबाट निकाल्नुभयो, के गरेर निकाल्नुभयो है। र हामी बोजूलाई धेरै धेरै धन्यवाद दिन्छौँ ल। तपाईँको दीर्घायुको हामी कामना गर्छौँ ल। थ्याङ्क यू। ल होइन म त जुत्तामै छु कि होइन बुहारी कि हामी बिमारीको लागि सहयोग उठाउँदै आएको कम्सीको कि बोन मेरो ट्रान्सप्लान्ट गर्नुपर्ने हो त्यसको लागि। भाइ गयो छुट्टी सकेको टाढोबाट बस्नु चिया ल ल अब एकछिन बस्नु त आउनु न चिया बनाउनु पर्यो। हामी नि खाँदै आयौँ चिया होइन पानी पनि नखाने खाँदै अब चाहिँ हामी यहाँनिर एकछिन यहाँ बस्दैछौँ है। बहिनीले चाहिँ बस्नु भनेर चाहिँ भन्नुभएको छ। आइपुगे भाइ आर्मी हो नि त ऊ छुट्टी अस्ति आएको गयो। ए अँ कुन्दनको बुहारी हो चाहिँ। ए होइन नानी हामी गइ पनि छ अलिक आयौँ कि। मनन पनि यही छ भाइ। ए कहाँ छ मनन? उताबाट आउँदैछ के चल्ने? मनन भनेको त हेमुसोल्टीको छोरा होइन? के को मनन हाम्रो माथि दिदीको छोरा हो। अचानक हाम्रो प्लान हेर न हौ रम्मी आउने भयो कि खासमा चाहिँ आज हामी रम्मी गएको होइन। खास हामी कहाँ गएको भन्दा उयसमा नजोक गएको कि अन्त नजोक गएको ढिलो भयो हामी आउँदाखेरि हो। टाङ्गेतिरै जाउँ अलिकति कलेक्सन गरौँ। हाम्रो त्यो बिमारी एउटा नबिनको कि त्यसको ट्रान्सप्लान्ट गर्नुपर्ने सिएमसी भ्यालोरमै छ। अन्तखेरि त्यही भएर चाहिँ त्यसकै लागि हामी उठाउँदै आएको थियौँ। गाउँमा अलिकति उठाइदिउँ कलेक्सन गरौँ भनेर हो। एमपी फन्डहरू उयोहरू केही भएन नि त। सिएम फन्ड पनि भएको छैन। त्यो भएकै छैन। एमएलए फन्ड पनि भएको छैन। अलिकति प्रोसेस सिकाइदेऊ नि किनभने प्रोसेस पो नजानेको एमएलए त्यो भोट दिएको हुन्छ थाहा छ एउटा त्यो कहाँ छ त्यो चाहिँ त्यो उतै छ नि उसकोमै कहाँ त भ्यालोरमै छ अरे राखेको छ अरे। ए भेलोमा त्यो हुँदैन नि त्यो त लिएर उहाँ दिनुपर्छ त उयो छ नि यो के भन्छ जग्गा नबन ए छ नि यहाँनिर तपाईँको फुलबारीदेखि अलिकता छ हौ। फुलबारी अलिकता छ कि जस्तै कलकत्ताको नबन्ना छ नि त्यस्तो नर्थ बेङ्गलको चाहिँ त्यहाँ छ नि त। यो हाम्रो त्यस्तो चाहिँ सबै त्यहाँ हुन्छ। सिलगढी फुलपात फुलबारीको अलिकता हो। म त्यहाँ कतिपल्ट गएँ नि त्यहाँबाट भयो नि त अलिकको सिएम फन्ड चाहिँ भयो भयो त कतिहरू हुन्छ अरे सोसियल अब 10 लाख 15 लाखमा चाहिँ 10 लाख 12 लाख बिलमा चाहिँ 1 लाख भएको थियो हो। 1 लाख जस्तो हुन्छ। अब कति चाहिँ तपाईँको खर्च देखाएको छ त्यो एस्टिमेटमा होइन त्यो अनुसार पाउँछ हौ। हाम्रो त 27 छ नि 27 लाख भनेपछि राम्रै उयो पाउँछ होला हौ। त्यो हुनुपर्छ हो इन्कम हुनुपर्छ हो। त्यसमा चाहिँ आज पठाउँछ कि पठाउँदैन? ल भाग्यमानी हुनु घर हो यो चाहिँ बुहारी हो होइन। हुन्छ म हामी भन्नु अहिले निस्किन्छौँ। यहाँनिर कुन्दनको बुहारीले खाना बनाइदिन्छ अरे हो। हिमाहरू त ढिलो आउँछ अरे हुन्छ अरे कि त्यही त भन्नुभएको हो। मैले चाहिँ नानी छ र नभनेकै हो 3 दक्ति दिनु भनेर कि कुन्दनको चाहिँ नानी चाहिँ बनाइदिन्छु कि दिन्छु भने कि नभए त म त उतैतिर भए पनि के बनाएर बनाइदिइहाल्थेँ नि। बनाइदिन्छ अरे कुन्दनको बुहारीले बनाइदिन्छु। हजुर सौरभ राई है थ्याङ्क यू। 18 गरेर कति 18 घन्टा भइसकेछ। यो खान्छ खाँदै
आफ्नो गौमातालाई हँ? कस्तो लाग्दो रहेछ है नन्द माथि हाम्रो उयसको बडाको चाहिँ छोरी हामी बिमारीको लागि जुमी हुनुहुन्छ होला घरमा है ल ल ल ए अँ है मन्दिरहरू त ढिलो पो भयो है सोल्टी पनि हुनुहुँदैन होला होइन हुन्छ बिमारीको लागि हामी त्यो डोनेसन उठाउँदै आएको थियौँ कि भदै नि भाउजू भाउजू को हुनुहुन्छ घरमा छैन टिएसी नम्बर भनेर आउँछ है यहाँ हुन्छ कहाँ छ कहाँ उता भित्र बस्नु न कता भित्र यता र होइन हुन्छ हुन्छ हामी त के भन्छ उयो ए होइन नानी हामी गइ पनि छ अलिक आयौँ कि मनन पनि यही छ भाइ ए कहाँ छ मनन मनन भनेको त हेमोसोल्टीको छोरा होइन के को हो मनन हाम्रो माथि दिदीको छोरा हो अचानक हाम्रो प्लान हेर न हौ रम्बी आउने भयो कि खासमा चाहिँ आज हामी रम्बी गएको होइन खास हामी कहाँ गएको भन्दा उयसमा नजोक गएको कि अन्त नजोक गएको ढिलो भयो हामी आउँदाखेरि हो टाङ्गेतिर जाउँ अलिकति कलेक्सन गरौँ हाम्रो त्यो बिमारी एउटा नबिनको कि त्यसको बोनमेरो ट्रान्सप्लान्ट गर्नुपर्ने सिएमसी भ्यालोरमै छ अन्तखेरि त्यही भएर चाहिँ त्यसकै लागि हामी उठाउँदै आएको थियौँ गाउँकोमा अलिकति उठाइदिउँ कलेक्सन गरौँ भनेर हो एमपी फन्डहरू उयोहरू केही भएन नि त सिएम फन्ड पनि भएको छैन त्यो भएकै छैन एमएलए फन्ड पनि भएको छैन अलिकति प्रोसेस सिकाइदिउँ नि किनभने प्रोसेस पो नजानेको एमएलए त्यो भोट दिएको हुन्छ थाहा छ एउटा त्यो कहाँ छ त्यो चाहिँ त्यो उतै छ नि उसकोमै कहाँ उता भ्यालोरमै छ अरे राखेको छ अरे ए भेलोमा त्यो हुँदैन नि त्यो त लिएर उहाँ दिनुपर्छ त उयो छ नि यो यो के भन्छ जग्गा ए छ नि यहाँनिर तपाईँको फुलबारीदेखि अलिक यता छ हौ फुलबारी अलिक यता छ कि जसरी कलकत्ताको नबन्ना छ नि त्यस्तो नर्थ बेङ्गलको चाहिँ त्यहाँ छ नि त यो हाम्रो त्यस्तो चाहिँ सबै त्यहाँ हुन्छ फुलबारीको अलिक यता हो म त्यहाँ कतिपल्ट गएँ नि त्यहाँबाट भयो नि त अलिकको सिएम फन्ड चाहिँ भयो त कतिहरू हुन्छ रहेछ सिएम अब 10 लाख 15 लाखमा चाहिँ 10 लाख कि 12 लाख बिलमा चाहिँ 1 लाख भएको थियो हो 1 लाख जस्तो हुन्छ अब कति तपाईँको चाहिँ खर्च देखाएको छ त्यो एस्टिमेटमा होइन त्यो अनुसार पाउँछ हौ हाम्रो त 27 छ नि 27 लाख भनेपछि राम्रै उयो पाउँछ होला हौ त्यो हुनुपर्छ हो इन्कम हुनुपर्छ हो त्यसमा चाहिँ स्ट्याम्प र उयो हजुर जस्तै हाम्रो अजित भाइ मेरो भदै भनेर भने नि मेरो भाइ चाहिँ ऊ अजित यही त हो बित्नु भयो बित्यो नि बस्नु न हाम्रो बडी हो हाम्रो बडीको छोराको घर अघि आयो नि सानो भाइ हो ऊ चाहिँ यहाँ छ दाजु भाइ एक वर्ष हुनु आँट्यो मासमा मास भाइबाट भयो नि ठिकै हो दाजु कहाँ हुनुहुन्छ दाजु छ बहिनी भेट्दा छ ए त्यही अब खै हेर्नु नि नगरिदिनु पनि फेरि सबैको गरिदिइरहेको गाउँकै मान्छे है अब कस्तो अब मलाई त अब त हाम्रो ऊ भाउजूकोमा पनि जानुपर्छ अरे बोलाउँदैछ भाउजू यहीँ आउनु ल भन्नुभएको लु हिँड्न त अन्त के भयो साइला दाजु म त साइला दाजु ल्याइदिनु सड्डले त नदेऊ 27 होइन 27 लाख चाहिँ देऊ न यहाँ यी खोलाको छेउमा हामी बगरमा आइपुगेको छ अब चाहिँ हो यहाँनिर यो के हो रङ्गीत अरे हेलो साथीहरू र आज चाहिँ हामी यहाँनिर अब रम्बीमा छ 4 बजेको छ हो हाम्रो सकेको छ खाएर है अनि चाहिँ फाइनली गाइज हामी चाहिँ रम्बीबाट अहिले कालिम्पोङतर्फ लागिसकेको छौँ है हामीले चाहिँ यहाँ सानो गाडी पाएनौँ होइन अन्त यो भएर चाहिँ हामी एउटा बस पाएर चाहिँ हामी बसमा जाँदैछौँ होइन म चाहिँ विशेष गरी गाडीमा हिँड्नु सक्दिनँ र बसमा चाहिँ ट्राभल गर्नु पनि सक्दिनँ त्यही कारणले गर्दा चाहिँ म चित्रेसम्म चाहिँ हेर्छु होइन गाइज
बसमै कालिम्पोङसम्म जान्छु होइन, भने चाहिँ त्यहाँबाट म गाडी चेन्ज गर्छु। र तपाईँहरूलाई आजको हाम्रो बेलुका चाहिँ तपाईँहरूलाई कलेक्सन कति भएछ र के भएछ भन्नेहरू चाहिँ हामी तपाईँहरूलाई देखाउँछौँ होइन। बस पनि खाली खाली नै छ, त्यो भएर चाहिँ आज हामी चाहिँ अब यहाँनिर हामी भर्खरै हामीले अघि तपाईँहरूलाई फर्स्ट जहाँनिर डोनेसनहरू स्टार्ट गरेको थियौँ लाइन होटेल, त्यसलाई भर्खरै हामीले क्रस गरेका छौँ होइन। अब तपाईँहरूलाई हामीले जग्गा जग्गाको भिडियोहरू बनाएर हालिदिएको छौँ है, त्यो अगाडिको भिडियोहरू पनि तपाईँहरूले र तपाईँहरूले यो हाम्रो भिडियो हेरेर प्रतिक्रिया दिनुहोस्, तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन, तपाईँहरूले दिनुहोस्। अब मलाई चाहिँ यो मोबाइलहरू हेर्नु पनि सक्दिनँ एकपल्ट गाडीमा हिँडेपछि होइन, र पनि प्रब्लम हुन्छ, र पनि मैले एउटा यो भिडियो सानो बनाएर हाल्ने कोसिस गरेँ। र यो चाहिँ अब तपाईँहरूलाई हामी कालिम्पोङमा बेलुका घरमा गएर अपलोड गरेर चाहिँ हामी तपाईँहरूलाई सेन्ड गर्दैछौँ है। ल उता बाइकहरू पनि देखाइदियो अब यिनीहरू साथीहरूलाई पनि सोध्दै यिनीहरूलाई बसिरहेको सोध्न तिमीहरूलाई कस्तो लाग्छ आज? हेलो तिमीहरूलाई मजा आयो है? अब यसरी सेवाको काम गर्दाखेरि हामीलाई चाहिँ सेवाको काम गर्दा चाहिँ अब एकदमै खुसी लाग्छ होइन, किनभनेदेखि मान्छे चाहिँ जन्मेपछि चाहिँ एउटा कर्म बोकेर जानुपर्छ भन्ने एउटा हाम्रोमा उद्देश्य छ है, हाम्रोमा त्यो उयो छ। त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई यसरी कसैलाई सेवा गर्नु पाउँदा चाहिँ हामी एकदमै खुसी हुन्छ है। हाम्रो अब नेक्स्ट उयोहरू नै हुँदैन होइन, अनुहारहरू पनि हुँदैन, अनि जहाँ पनि हामी हाँसिरहेको हुन्छौँ, मान्छेले हामीलाई धेरै प्रकारले गाली गरिरहेको हुन्छ, धेरै प्रकारले भनिरहेको हुन्छ होइन। अन्त यति साह्रो अब कोही बेला चाहिँ हुनु चाहिँ हामी मान्छे हो, कतिवटा चाहिँ मनमा लाग्छ क्या, कतिवटा चाहिँ मनमा पनि लाग्छ, दुःख पनि लाग्छ, तर पनि हामीले चाहिँ एउटा सेवाको भावनाले निक्लेकोले गर्दाखेरि होइन हामीलाई कतिवटा कुरा चाहिँ अब हामीले त्यसै पनि पचाइदिन्छ होइन। सेवा गर्नु